हेलो एभ्रिवान, नमस्कार। माइसेल्फ प्रकाश श्रेष्ठ। आज म तपाईहरुलाई इन्फर्मेटिभ भिडियो लिएर आएको छु जुन बैंक सम्बन्धी छ। तपाईहरुलाई एकदमै महत्त्वपूर्ण भिडियो हुन सक्छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईहरुसँग चेक पनि छैन र एटीएम कार्ड पनि छैन भने अब सिधा मोबाइल बैंकिङबाटै क्याश निकाल्न सक्नुहुन्छ। तपाईहरुलाई अनिवार्य एनी हाउ क्याश चाहिएको छ भने सिधै मोबाइल बैंकिङबाट क्याश निकाल्न सक्नुहुन्छ। आउनुहोस् कसरी भिडियोलाई अन्तिमसम्म हेरेर जानकारी लिउँ। सबैभन्दा पहिला तपाईको मोबाइल बैंकिङ खोल्नुस्। मोबाइल बैंकिङ खोलिसकेपछि यस्तो खालको इन्टरफेस देखिन्छ। अलि तल स्क्रल गरेपछि कार्ड लिस्ट विथड्रल भन्नेमा टच गर्नुस्। त्यहाँ टच गरिसकेपछि अमाउन्टमा क्लिक गर्नुस्। तपाईलाई चाहिएको रकम सिलेक्ट गर्नुस्। त्यसपछि कन्टिन्यू गरिदिनुस्। त्यसपछि एटीएम मा तपाईको मोबाइलमा भएको बैंकिङ नम्बर राख्नुस्। त्यहाँ नम्बर राखिसकेपछि त्यो नम्बरमा 6 वटा डिजिटको कोड आउँछ, ओटीपी, त्यसलाई पनि यहाँ राख्नु होला। त्यसपछि सजिलैसँग तपाईले चाहेको रकम विथड्रल हुन्छ। धन्यवाद। कृपया भिडियो मन पर्यो भने शेयर गरिदिनु होला।